हेलो हेलो गाइस, गुड मर्निङ। हेलो गाइस, कस्तो छ गाइस? आलु गोराई ठिक छ? मैले आज यहाँ हाम चाहिँ आलु गोर्ने बाउरे लगाएको। बाउरेहरूले चाहिँ आलु पाल्नु घाँस, अरे आलु फाल्नु घाँस पाल्नु है। यहाँ नयाँ साथी हो, यहाँ मलाई सहयोग गर्न आउनुहोस्। यहाँ आलु चाहिँ आलुले घाँस खाइसक्यो, घाँसले चाहिँ आलुलाई खाला भनेर आलुले घाँस खाइसक्यो। यहाँ यस्तो छ, यहाँ कागज टङ्गाएछौँ साँरालाई दरार्नुको लागि। अनि त्यो चाहिँ आलुको खेत। आज यहाँ गोर्ने भनेको त आलु चाहिँ कम छ। ध्यारी त अब भनौँ भनेपछि अब नभनौँ होला नि। अनि ओ बाउरे त कोही तल वान खेल्छन्, कोही यहाँ घाँस गर्दैछन्। बाउरे यस्तो छन् कि फेरि जाँगरवाला बाउरे छन् यता नु। खाना खाऊ भने कति खान्न काम गर्छौँ भन्छ। यताका बाउरेहरू चाहिँ काम गर्नेवाला पर्यो अलि। फेरि अब पाउलो छ कि साह्रो छ? एकदम 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 भन्नु नपर्ने यो केको बुढा हो यो। सारे हटाउगा उखेलिदाउ न उखेलिन्न। पढाइ राम्रो कि गोराइ राम्रो बैना? ओ दिपा, पढाइ राम्रो कि गोराइ राम्रो? गोराइ खै त सबभन्दा राम्रो के होला? मलाई जति भन्नुहोस् त। दे हाम्रो बुहारीले चाहिँ अब गोर्ने जाँगर लाई गोर्नुलाई आलु भुले फलो भनेपछि एकन बोटको आलु एकन बोटको आलु तपाईँहरूले है म ज्यादा दिन्न नि। एकन बोटको आलु तपाईँहरूले नयाँ 1500। अब एउटा बुटाको आलु 1500 गयो भने त 1500 ध्यारे त्यही त भइगयो त। एउटाले यहाँ आलु कति दिन लाग्यो तपाईँ छोरीले सम्झाउनुलाई नटाउने भरे अर्को चाहिँ आलु खानेलाई त्यो एउटा बुटको आलु दिन्न भनेर एउटा आलु दिएन नि। क्यान्सल भयो त। छोरीलाई पनि दिनु है बिबिका, जतिवटा बुटाको आलुको घाँस फालेछस् नि त्यो चाहिँ गन्ती नराख्नु। एउटा बुटाको आलु चाहिँ त्यो तलै भयो है। हाई गरिदियो। हाई भन्ने होइन, गाई गाई। हेलो साथीहरु। हल्लाउने मात्रै। अब साथी हो, यहाँ रमाइलो छ। यहाँ गोर्न आउनु यहाँ आलु। घिउमा हात हाले जस्तो।